ल हजुरलाई के सामान कति सामान चाहिन्छ हायरमा त्यो चाहिँ हजुरलाई कहिले 13 गतेले चाहियो कि कहिले चाहियो। अब 15 गते त यहाँ कार्यक्रम चल्नु पर्यो, हामीले त टेस्ट पनि गर्नु पर्यो। त्यस कारण 14 गते त हामीले टेस्ट गर्नै पर्छ होइन। 14 गते 2-3 टाइम्स टेस्ट गर्नुपर्छ। त्यस कारणले चाहिँ 13 गतेलाई अब हजुरको उताबाट आएको सामान आइपुग्दैन, फिट गर्न पाइँदैन भने हायरमा गर्ने हो, उतापट्टिको त निकाल्नु मिल्दैन। त्यसको लागि चाहिँ हजुरलाई के चाहिने हजुरले त्यो डिस्क्रिप्सन तयार गरिहाल्नु तुरुन्तै। त्यो तयार गरेर नवराज खै नवराज उहाँसँग कोअर्डिनेसन गर्नु अनि उहाँहरूलाई के चाहिने हो, कति सामान के चाहिने हो त्यो हामी हायरमा ल्याउने हो, त्यो उताको नेर ल्याउनु भयो है। त्यो हजुरले गर्नु। त्यो भएपछि भएन होइन केही छैन ठुलो। अब यो तर हजुरलाई भोलि बिहान आइपुग्छ र भोलि दिउँसै भन्सारबाट निकाल्नुपर्छ र त्यसले भ्याउँछ भने त्यो चाहिँ म सहयोग गर्नु पनि तयार छु। त्यो पऱ्यो भने रिङ होइन कल नै होइन जस्ट म त्यो चाहिँ म सहयोग गर्छु। त्यो 1 घन्टा गरिदिन्छु तपाईँलाई। त्यो भोलि दिनभरि होइन 1 घन्टा। अब देशको सामान देशले ल्याइरहेको छ नि भन्सार रोकिँदाखेरि हुन्छ। हजार तपाईँले प्रक्रिया गर्नु पैसा तिर्नु तर सामान टाइममा ल्याउनु पर्ने काम गर्नु पर्यो। अरू के भयो अरू भनेपछि त्यो भएपछि हामी सक्यो होइन। हामी फेरि कन्टिन्यू गर्ने हो नि यहाँ फेरि यहाँबाट अर्को दिन भोलिपल्ट निस्केर जाँदैनौँ नि हामी त निरन्तर हो। 2 दिन टाइम हुन्छ होइन 2 दिन मात्र टाइम हुन्छ। हो 16 र 17 हजुरलाई बिदा छ। हामी सरी 15 हो 16 र 17 त्यसै हामी 18बाट निरन्तर गर्नुपर्छ। अनि फेरि बिचमा ग्याप भएको बेलामा तपाईँहरूको केही छुटपुट भयो नि फिनिसिङ अलिअलि बाँकी भयो भने पछि गर्नु। जस्तै सम्बन्धी अहिले के देखियो भने हामी फर्स्टको टुरो मात्र हामी अहिले चल्ने देखियो। भर्खर मैले सोध्दा माइक सबै चल्ने भयो, सबै चेयरमा चल्दैन। त्यसले गर्दा केही छैन। 15 गते केही चेयरमा चल्छ केही चल्दैन भने 15 गते एउटा चेयरमा 15 गतेलाई ओके 2 दिनमा चाहिँ सकिन्न बाँकी। अनि 16 र 17 मा त्योभन्दा पछाडि गर्नु हो। त्यसलाई चाहिँ के भएको छ भने त्यसैको लागि जुन सामान आउनु पर्ने छ नि उहाँहरूको त्यही यो जति चाँडो आयो त्यही अनुसार हामी अगाडि बढाउँदै जान्छौँ। सामान्य नआइपुगेर रोकेको होइन त सिङ्गापुरबाट आज सिङ्गापुरमै रोकेको होइन उनले चाहिँ ल्याउन सकेको छैन। होइन नत्र भने तपाईँहरूलाई 1 महिना अगाडि भनेको यो कुराले आजसम्म पनि आउँदैन भने सामानको के छ अवस्था भन्नु अब त्यो सामान कस्टममा छ सिङ्गापुर कस्टममा छ। अब उसले भोलि चाहिँ विश्वास गर्छ ट्यापको कुरा गरेर हाम्रो लोजिस्टिकले किन लेट भयो टु डिले क्या अहिले त्यो नभएको कारण अब यसो गरौँ किन डिले भनी छोड्थ्यौँ। त्यो त हामी 15 गते यहाँ कार्यक्रम चलाउँछौँ। 16 र 17 बिदा दिन्छौँ। 16 र 17 मा तपाईँले ल्याएर फिट गर्नुहोस्। फिट हुँदैन भने हायरमा ल्याएर गर्नुहोस्। हामीलाई काम हामी निरन्तर अब यहीँ चलाउँछौँ। 15 पछि हामी उता फर्केर जाँदैनौँ। त्यस कारणले 15 पछि निरन्तर यहाँ कसरी चल्ने 16 र 17 बिदा छ त्यो 2 दिन हामी तपाईँलाई दिन्छौँ। त्यो भनेको 48 घन्टा हो। तपाईँले होइन रात दिन गर्नु पऱ्यो क्या तपाईँले 8 घन्टा काम गरेर भएन 24 घन्टा काम गर्नु पऱ्यो। त्यस कारणले अर्थमन्त्री आउनु खोज्नु भएको छ आउनु भन्नु अर्थमन्त्री हुन्छ। त्यस कारणले हजुरले चाहिँ 16 र 17 मा गर्ने गर्नुहोस्। त्यसपछि फेरि हामी निरन्तर चलाउँदै जान्छौँ। यदि 16 र 17 मा तपाईँले फिट गर्न सक्नुहुन्न भने हायरमा नेपालमा सबै सामान पाइन्छ त्यो ल्याएर टेम्पोरेरी चलाउनुहोस्। जब तपाईँको सामान आइपुग्छ त्यसपछि फिट गर्नुहोस् है। मिलाउनुहोस् है पक्का बुझ्नु भयो नि मैले भनेको कुरा फेरि।